एक महिनामा 1 लाख कमाउने च्यालेन्जको आज चौथो दिन 4:51 म घरबाट निस्केर दुधसुक बेला गरेर गएँ काँकरभिट्टामा गएपछि यो चाहिँ काँकरभिट्टामा सबैभन्दा सुरुमा दुध दिने घर। आज चाहिँ आधी जति दुध बाँधिसकेपछि 81 टायर पम्चर हुन्छ मेरो ट्यु। अनि अब म फेरि स्पेयर चक्का पनि पम्चर भएको थियो, हिजो बनाउनु भ्याएको थिइनँ। अनि यसलाई खुलखाल पारेर लिएर जान्छु मिस्त्रीकोमा गएर बनाएर आउँदा लगभग 1 घन्टा ढिलो हुन्छु म अरू टाइमभन्दा। आउनु हो सबैजना, आज गाडी पम्चर भएकोले आउन ढिलो भयो, यसको लागि म क्षमा प्राप्ति छु। के भयो भन्दा नि गाडी पम्चर भयो, लगभग 10 बज्यो काम सिद्ध्याउँदा ओर्दा गाडी पम्चर भएर ठिकै छ, केही छैन। कहिलेकाहीँ यस्तो भइहाल्छ, तर बेच्नु जस्तो मैले लगेर फेरि दिइहालेँ नि त, मैले खाऊ भनेर जबरजस्ती दिइहाल्छु। मान्छेहरू मलाई हेर्दैछन् कि यो मान्छे किन एक्लै बोल्दै हिँडिरहेछ भनेर। त्यसपछि लाग्दिन्छु म घर। तर आधी बाटो पुगेपछि मैले सम्झेँ कि आज घरमा कोही पनि छैन, खाना त मैले बजारमै खानु थियो, तैपनि म घर पुगेर हतार हतार कुकरमा खाना बसाउँछु। त्यस पछाडि तेल तताएर यो एउटा पापी आलु र भिन्डीलाई तेलमा तार्छु, यसरी नरकमा तारे जस्तो। अनि पाकेपछि यसरी भिन्डी, आलु, मोही, कबरे खुर्सानी हालेर व्यवस्था गरिदिन्छु। अनि त्यस पछाडि मलाई एकदम छिटो भाडा जाने फोन आउँछ। अनि भाडा जानलाई म मेरो महिन्द्रा थार लिएर निस्किन त निस्केँ, तर बिचमा पुगेपछि मैले फेरि पेसेन्जर भेट्छु। भेटेको पेसेन्जर त मैले छोड्ने कुरा हुँदैन, किनभने म अटोवाला हो। त्यस पछाडि बुहारीलाई माथि पुर्याइदिइराखेर म जान्छु बाटोमा जाँदै यी नानीलाई भेट्छु, यी नानीलाई पनि चढाएर लगेर छोडिदिन्छु ठाउँमा। अनि फेरि उहाँ आन्टीलाई भेट्छु बाटोमा भेटेपछि आन्टीलाई पनि छोडिदिएपछि म पुग्छु मेरो जानुपर्ने ठाउँ बेता सिटी हस्पिटल। त्यहाँबाट हस्पिटलमा मामा माइजूहरूलाई गुन्द्रुक खाँदै यस्तो कच्चा भएर अटोमा खाँदेर म निस्किन्छु काँकरभिट्टाको लागि। सर यसो मुक्ति चोक त छैन है, यसरी अस्ति भत्किहाल्यो। अनि म लाग्दिन्छु सरर घरतिरै। अनि घर पुग्ने बेलामा अलि तलतिर मैले अरू 2जना पेसेन्जर भेट्छु। अनि 2जनालाई फेरि त्यहीँ कच्चा गुन्द्रुक खाँदेर म लाग्दिन्छु घरतिर। फेरि घर पुग्ने बित्तिकै हाम्रो एकजना दिदीलाई तल पुर्याइदिनु पर्ने हुन्छ। दिदी काठमाडौँ जानुहुँदैछ, दिदीलाई म त्यहाँबाट लिएर जान्छु, फेरि लगेर तल गाडी आउने ठाउँसम्म छोडिदिन्छु। त्यस पछाडि दिदीको सामान झारेर भाडा लिएर फेरि जान्छु घरतिरै। त्यस पछाडि फेरि घर पुगेपछि हाम्रो एकजना बहिनीलाई माथि पुर्याइदिनु पर्ने हुन्छ। अनि बहिनीलाई अटोमा हालेर सरर बहिनीको जाने ठाउँतिर म बहिनीलाई लिएर जान्छु। त्यस पछाडि अब आज दिनभरि अटो कुदाएर जम्मा पैसा 1650 भएछ। अनि म आउँछु घरमा आएर पनि मेरो काम थियो निकै। अनि त्यस पछाडि बिहान 4:51 उठेर हिँडेको मान्छे राति सुत्ने बेलामा 12:08 गएछ भनेपछि 2 दिन भएछ कि हिँड्दै काम गरेको। आजको दिन यस्तै भयो।